हे एभ्रीवन, दिस इज सक्सेम र आज हामी चाहिँ कार्बोहाइड्रेटको ब्रोड क्लासिफिकेसनको बारेमा पढ्न जाँदैछौँ। अब कार्बोहाइड्रेट्स भनेको चाहिँ अब कम्पाउन्ड्स विच कन्टेन कार्बन एन्ड हाइड्रोजन हाइड्रेट्सहरू भन्नाले चाहिँ वाटर मोलिक्युल्सहरू, मतलब कार्बन र वाटर मोलिक्युल्सहरू मिलेर बनेको कम्पाउन्ड्सहरू नै कार्बोहाइड्रेट हुन्। अब कार्बोहाइड्रेट्सलाई क्लासिफाई गर्यो भने जब यसलाई चाहिँ फर्स्टमा डिस्कभर गरियो तब यसको मोलिकुलर स्ट्रक्चरहरूको बारेमा र त्यसको रिएक्सन्सहरूको बारेमा चाहिँ हामीलाई खासै केही पनि थाहा थिएन। यिनीहरूलाई सुगर्स भनेर हामीले भन्थ्यौँ र यसैको बेसिसमा चाहिँ अब यसको चाहिँ दुईवटा रिएक्सनहरू देखाउने रहेछ, एउटा रिड्युसिङ रिएक्सन र एउटा नन रिड्युसिङ रिएक्सन, र त्यही बेसिसमा चाहिँ हामीले यसलाई रिड्युसिङ र नन रिड्युसिङ सुगरको आधारमा चाहिँ क्लासिफाई गर्यौँ। रिड्युसिङ सुगरहरू भन्नाले चाहिँ त्यो कार्बोहाइड्रेट्सहरू हुन् जसले चाहिँ टलेन्स टेस्ट र बेन्डिक टेस्टहरू चाहिँ पोजिटिभ दिन्छन् भने नन रिड्युसिङ सुगरहरू चाहिँ त्यो भनेको चाहिँ त्यो कार्बोहाइड्रेटहरू हुन् जसले चाहिँ टलेन्स टेस्ट र बेन्डिक टेस्टहरू चाहिँ नेगेटिभ दिन्छन्। अब यति कुराहरू चाहिँ हामीले कार्बोहाइड्रेटको बारेमा थाहा पायो। अब 19th सेन्चुरी पछि चाहिँ अब यसको चाहिँ जब हामीले मोलिकुलर स्ट्रक्चरहरू थाहा पायौँ तब मोलिकुलर स्ट्रक्चरहरूमा यो फङ्सनल ग्रुपको आधारमा चाहिँ यसलाई चाहिँ दुई खालमा क्याटेगोराइज गर्न सकिने रहेछ भन्ने थाहा पाइयो। एउटा चाहिँ एल्डोजेज र किटोजेज। एल्डोजेज भन्नाले चाहिँ त्यो कार्बोहाइड्रेटहरू हुन् जसमा चाहिँ एउटा चाहिँ अल्डिहाइड ग्रुप हुन्छ भने किटोजेजहरू भनेको चाहिँ त्यो कार्बोहाइड्रेटहरू हुन् जसमा चाहिँ एउटा किटो ग्रुप चाहिँ एट्याच भएको हुन्छ। ओके, अनि यसको फर्दर मोलिकुलर साइजहरूको बारेमा चाहिँ जान्दै गएर चाहिँ यिनीहरूलाई चाहिँ 4 टाइप्सहरूमा चाहिँ क्लासिफाई गर्न सकिने रहेछ। मोनोस्याक्राइड, डाइस्याक्राइड, ओलिगोस्याक्राइड र पोलिस्याक्राइड्सहरू। ओके, मोनोस्याक्राइड भनेको चाहिँ त्यो खालको सुगरहरू और कार्बोहाइड्रेटहरू हुन् जसलाई चाहिँ अझ सिम्पलर फर्ममा चाहिँ ब्रेकडाउन गर्न सकिन्न भन्नाले यिनीहरू भनेको चाहिँ सिम्पलेस्ट फर्मको कार्बोहाइड्रेटहरू जस्तै ग्लुकोज। अब यो ग्लुकोज मोलिक्युललाई हामीले ड्रास्टिक रिएक्सनहरूबाट टुक्राएर अझ यसको लङ चेनहरू त फर्म गर्न अझ एउटा सर्टर फर्ममा ब्रेकडाउन गरेर अझ लङ चेनहरू त फर्म गर्न सकिन्छ, तर जेनरल कन्डिसनमा चाहिँ यो हुँदैन। एउटा त्यही भएर चाहिँ ग्लुकोज भनेको एउटा मोनोस्याक्राइड भयो। त्यसपछि आयो डाइस्याक्राइडहरू। डाइस्याक्राइड भन्नाले चाहिँ त्यस्तो कार्बोहाइड्रेटहरू हुन् जुन चाहिँ दुईटा अलग अलग कार्बोहाइड्रेटहरू, जस्तै यो देखाएको इक्जाम्पल सुक्रोजमा चाहिँ यो ग्लुकोज र यो चाहिँ फ्रुक्टोज हो। यो दुईटैलाई चाहिँ एउटा के भन्छ ग्लाइकोसाइडिक बन्डले चाहिँ जोइन गरेको छौँ। अब यसरी नै जोइन भएका दुईभन्दा बढी दुईवटा कार्बोहाइड्रेटहरू छन् भने चाहिँ त्यसलाई चाहिँ डाइस्याक्राइडहरू भन्छौँ। अब ओलिगोस्याक्राइड भनेको चाहिँ अब 2 भन्दा बढी कार्बोहाइड्रेटहरू जोइन गर्यो, सो एमाउन्ट भनेपछि 3 to 15 वटा कार्बोहाइड्रेटहरू चाहिँ हामीले जोइन गर्यो भने चाहिँ यसलाई चाहिँ ओलिगोस्याक्राइड भन्छन्। र यसमा देखाएको यो जुन स्ट्रक्चर हो यो चाहिँ ग्यालेक्टोज, ग्लुकोज र फ्रुक्टोजहरू जोइन भएर बनेको छ र यसलाई चाहिँ हामीले र्याफिनोज भन्छौँ। ओके, अनि त्यसपछि योभन्दा बढी 15 भन्दा बढी चेनहरू जब हन्ड्रेड्स र थाउजन्ड्स अफ चेन हुन्छ, मतलब यो बोर्डमा पनि अटाउने भन्दा ठुलो भयो भने चाहिँ तिनीहरूलाई चाहिँ पोलिस्याक्राइडहरू भन्छौँ। अनि यसमा एउटा सिम्पल क्लासिफिकेसन भनेको चाहिँ यसलाई नम्बर अफ कार्बन एटम्सको आधारमा पनि गर्न सकिन्छ। जस्तै ट्रायोजेज भनेको चाहिँ 3टा कार्बन भएको, टेट्रोजेज भनेको 4वटा कार्बन भएको, एन्ड सो अन्टिल हेप्टोजेजहरू भए। अब हामीले मेन फुड इन्डस्ट्रीहरूमा चाहिँ क्लास चाहिँ पढ्नु पर्दा चाहिँ सबभन्दा सजिलो सबभन्दा काम लाग्दो खालको कार्बोहाइड्रेटको क्लासिफिकेसन हो मोलिकुलर साइजको आधारमा, जसमा हामी मोनोस्याक्राइड, डाइस्याक्राइड, ओलिगोस्याक्राइड, पोलिस्याक्राइडहरूको बारेमा पढ्छौँ। थ्याङ्क यू।